छुरी देखाएर मलाई एउटा चिनो देऊ, तिम्रो माया नदिए पनि हुन्छ भन्ने टाइपले चाहिँ मैले उनको हातमा छुरी राखिदिएको। त्यो लभ लेटर उनको घरसम्म पुगेछ। उनको फ्यामिली आएर मेरो घरमा आएर अनि के अरे यस्तो गर्ने उस्तो गर्ने। अब त्यति बेला चाहिँ ममा एउटा यस्तो त गरिबको छोरा भन्ने शब्दले चाहिँ मेरो होस हाँसै उडाइदियो। चाहेको भए तँलाई जेल हालिदिन्थे, हात खुट्टा भाँचिदिन्थे। त्यसपछि डडेलधुराबाट मलाई होसै छैन। जिन्दगी बन्जरी, निशा मन्जरी, के गर्यौ मलाई रुलाई, आँसु पिलाई, जे गर्यौ ठिकै गर्यौ, जे गर्यौ ठिकै गर्यौ। अब सुन राम्रो कि शेयर राम्रो भन्दाखेरि मेरो प्रतिरूप एआई हुने भयो क्या। मसँग कुरा गर्यो भने म जुन शैलीमा सोध्छु, जस्तो सल्लाह सुझाव दिन्छु, जे भन्छु, जुन टोनमा जुन फेसमा सेम त्यही किसिमले म भर्चुअल रूपमा चाहिँ जिउँदो सधैँको लागि क्या मेमोरी जिउँदो। आइडिया ब्याङ्क खोल्छु सर। आइडिया ब्याङ्क दोस्रो आजसम्म कसैले खोलेछ आइडिया ब्याङ्क? अनि यो गिनिज बुक रेकर्ड राख्ने भनेर चाहिँ के यसमा केमा कसरी राख्ने भन्ने तपाईँको योजना हो? तपाईँको दैनिक जीवन चाहिँ कसरी बितिरहेको हुन्छ? यत्रो कसरी म्यानेज गर्नुहुन्छ? अध्ययन कति गर्नुहुन्छ? काम पनि गर्नु पऱ्यो 12 घन्टा। यसो अध्ययन सर म ड्युटीकै समयमा अध्ययन, मेरो कानमा हेडफोन हुन्छ 12 घन्टा नन स्टप मेरो हेडफोन हो सर।